कमेन्ट गर्नुभएको छ, सर मैले काम गर्ने नोङजाङ सासी छिल दासी इल हो, तर मलाई अर्को कम्पनी सिबई दासी इल नोङजाङमा पनि काम गराउँछ। अर्को ठाउँ 1 किलोमिटर टाढा छ, एउटै साउ हो। हुन त मेरो भिसा हानेको नोङजाङ चाहिँ सासी छिल दासी इल हो। यसरी गराउन पाइन्छ कि नाइ? नाइ, नो, नट अलाउड इज अकर्डिङ टु द ल है त। कोरियाको गभर्मेन्ट चाहिँ त्यसो नगर्ने भनेको छ। बट साउ र कामदारको बिचमा सहमतिमा गरिएको देखिन्छ। मेरो केही साथीहरू पनि त्यसै गर्नुहुन्छ है। साउको 2-3टा मल्टिपल कम्पनीहरू हुन्छन् कुनै कुनै ओनरहरूको, सो ठाउँ ठाउँमा गएर गरिन्छ, कहिले यता कहिले उता, जहाँ जहाँ कामदारको आवश्यकता परिएको होइन। बट इन केस भोलि पक्राउमा परियो बाइचान्स होइन, यस्तो खासै हुँदैन। अब रेयरली केस सुनिन्छ कि यसो इमिग्रेसनले सोधपुछ गरेको थियो र जसको खण्डमा चाहिँ हामी चाहिँ अर्को कम्पनीमा गर्दाखेरि चाहिँ हामीले फाइन तिरेको भन्नेहरू केसहरू पनि बाहिर आएको थियो। सो अदरवाइज इफ यु आर कम्फर्टेबल विथ द्याट होइन, विथ ओनरको डिसिजन जहाँ गराउने, यु क्यान कन्टिन्यू है कि। सो त्यसैले तपाईँले अब भिसा तपाईँले यहाँ आउनुभयो अगेन होइन, बोनस भिसामा पनि कमिटेडमा आउनु पऱ्यो पनि, अथवा भिसा चेन्ज गर्नु पऱ्यो पनि, सोही जुनमा तपाईँको लेबर कन्ट्र्याक्ट साइन भएको छ त्यही कम्पनीबाट सबै गरिन सकिन्छ। बट वन्स अगेन आइम टेलिङ यु, अकर्डिङ टु द ल, कानुनको अनुसार यो चाहिँ अनुमति छैन भनेकै छ। र तपाईँले नाइ पनि भन्न पनि सकिन्छ, म जहाँको लागि अनुमोदित भएको म त्यहीँ मात्रै गर्न चाहन्छु पनि भन्न पाइन्छ तपाईँले। यदि साउले जबरन गरेको खण्डमा तपाईँले निस्किने पनि वातावरण हुन्छ, तपाईँले उजुरी गरेर होइन निस्किनु पनि सक्छ। यस्तो अवस्थामा चाहिँ सहजै पनि कम्पनी चेन्ज गर्न पनि पाइन्छ भन्न चाहन्छु। हस्, धन्यवाद।